हाम्रो आफ्नो आफ्नो लाइफमा आफ्नो आफ्नो टाइपको स्ट्रगल हुन्छ क्या। तर यो चाहिँ होइन कि मेरो स्ट्रगल मात्रै खतरा स्ट्रगल हो र अरूले गरेको स्ट्रगल चाहिँ स्ट्रगलै होइन भन्नु चाहिँ पाइँदैन है। कतिले त आफ्नो स्ट्रगलको बारेमा सुनाउनु पनि पाएको छैन होला है। हामीले त यस्तो सानो प्लेटफर्म छ है, फेसबुक सोसियल मिडियामा आफ्नो स्ट्रगलहरू सेयर गर्छौँ। तर कतिको त यस्तो स्ट्रगल हो र त्यो त हाम्रो अगाडि केही पनि होइन जस्तो पनि लाग्छ कोही कोही बेला चाहिँ मलाई। हाई नमस्ते शिवानी, तपाईँहरू सबैजनालाई। अनि आजको भिडियो चाहिँ उहाँहरूको लागि जसले चाहिँ आफ्नो स्ट्रगल सुनाउनु पनि पाएको छैन र सुनिदिने मान्छे पनि छैन। तपाईँहरू आफ्नो स्ट्रगलहरू पनि कमेन्ट बक्समा सेयर गर्न सक्नुहुन्छ, जसको चाहिँ मन एकदमै भारी भइरहेको हुन्छ नि त। आज चाहिँ म रेडी भएर चाहिँ जाँदैछु मेरो फुपूको घर, कान्छी फुपूको घर, जहाँ चाहिँ मैले क्लास 12देखिको ग्रेजुएसन कम्प्लिट गर्दैछु। म कालिम्पोङमै बसेर गरेको थिएँ नि त। अनि समय पाएको बेलामा चाहिँ पहिला आन्टीको घर धेरै जाने गर्थेँ। आज चाहिँ खास गरी हामी फुपूको घर जानुको कारण के थियो भन्दा, फुपूको चाहिँ ससुरा हुनुहुन्थ्यो, उहाँ चाहिँ बित्नु भएको थियो नि त। अनि भेटघाटको लागि चाहिँ हामी गएको थियौँ। अनि मेरो आफ्नो फ्यामिलीमा बडी हुनुहुन्थ्यो, काकी र नानी, अनि गाउँमा छनाहरू हुनुहुन्छ, उहाँहरू सँगै मिलेर चाहिँ हामी लाग्यौँ कालिम्पोङ तरफ। सायदै लगभग 3-4 वर्ष भएको थियो होला। कान्छी फुपूको घरमा चाहिँ म गएको नै थिइनँ नि त। अनि पहिला सानो हुँदा, सानो पनि नभनौँ, क्लास 10-12मा पढ्दाखेरि चाहिँ फुपूकोमा जाने गर्थेँ है। अनि फुपूकोमा गएपछि चाहिँ पैसा दिनुहुन्थ्यो, मिठाईहरू दिनुहुन्थ्यो होइन, अनि मासुहरू बनाइदिनुहुन्थ्यो, अनि मोमोहरू पनि बनाइदिनुहुन्थ्यो क्या। अनि जाने गर्थ्यौँ, अनि त्यो मेमोरिजहरू थियो क्या। अनि के भन्छ, यहाँ हाम्रो यो जुन आन्टीको गाउँ छ कालिम्पोङ रौसे भन्छ। अनि रौसेमा चाहिँ अलिकति पानीको दुःख थियो, अनि पानीहरू धेरै ओसार्ने गर्थ्यौँ हामीले यहाँनिर यो बाटोमा होइन। आज चाहिँ हामीले यही बाटोमा बसेर चाहिँ सागको भारी मिलाउँदैछौँ नि त कोसीले लगिदिनुलाई। अब हामी त गाउँबाट नै गएको, अनि गाउँबाट गएपछि चाहिँ सागसब्जीहरू चाहिँ टन्नै नै हुन्छ नि त। तपाईँलाई थाहा भएकै कुरा हो यो त। हाम्रो गाउँ बस्तीमा जग्गा जमिन भएको मान्छेहरूकोमा चाहिँ सागसब्जीहरू एकदमै हुने गर्छ क्या। अनि त्यही हो, त्यहाँनिर चाहिँ मरौ परेको हुनाले गर्दाखेरि चाहिँ हामीले सागसब्जी अलिकति लगिदिउँ, किनभने आउने जाने पाहुनाहरू धेरै हुनुहुन्छ। उहाँहरूलाई खानाहरू बनाइदिनुको लागि चाहिँ सब्जीहरूको चाहिँ दुःख हुँदैन। अनि आलु र कोपी धेरै नै खाएर वाक्कै भइसक्छ नि त कतिलाई। त्यही भएर चाहिँ मुख फेर्नुको लागि हामीले साग अनि मटर छुर्पी यही सब लगेर चाहिँ गएको थियौँ छेमा फुपूकोमा। अनि अब चाहिँ फाइनली यहाँनिर फुपूको घर पनि आइपुग्यौँ। जुन यो नेटले बारेको घर छ, यो चाहिँ फुपूहरूको घर हो नि त। अनि यहीँनिर चाहिँ मरौ परेको छ। अनि त्यही हो, हामी यहाँनिर यति बेसी पानी ओसार्थ्यौँ, यहाँ आउनुसाथ मलाई पानी ओसारेको डरलाग्दो याद आयो। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो कान्छी फुपू। अनि म धेरै दिनको बादमा, धेरै वर्षको बादमा गएर चाहिँ आन्टीले भन्नुहुँदै थियो कि बाटो पनि चिनिस् के हो तैँले त भनेर भन्नुहुँदै थियो क्या। अब यस्तै हो लाइफमा, मान्छेले चाहँदा पनि कति कुराले गर्दाखेरि हामी जानु पाएको हुँदैनौँ त्यो जग्गातिर होइन। अब हुन्छ नि, अब पढ्दा ओर्दा त हामी फ्री नै हुन्छौँ, तर आफू काम गर्नु थालेपछि भनेपछि चाहिँ अब यताउता हिँड्नु धेरै पाइँदैन क्या। अनि फ्री टाइममा त हो यताउता जाने। अनि कोही बेला दिमागको घर जाइ हुन्छ, कोही बेला कान्छी फुपू जेठी फुपू त्यस्तै हो। अनि आफ्नो काम पनि हेर्नु पर्यो, त्यही भएर चाहिँ नगएको पनि धेरै भएको थियो है। अनि यहाँनिर चाहिँ जहाँ तामाङहरू हुनुहुन्छ नि त, उहाँ चाहिँ आन्टी चाहिँ कान्छी फुपू चाहिँ हाम्रो तामाङसँग बिहा हुनुभएको। अनि तामाङ हुनुहुन्छ, अनि मामहरू हुनुहुन्थ्यो है, मेमे चाहिँ खस्नु भएको थियो नि त। सो त्यसको बादमा चाहिँ यहाँ चाहिँ हाम्रो आन्टी जसो आन्टी हुनुहुन्छ, गाउँकै छना आन्टी हो नि त फुपू, उहाँ पनि फुपू भनौँ न, पापाको कजन बहिनीहरू पर्छ। अनि उहाँकोमा पनि गएर चाहिँ हामीले केही आलुदम सालुदमहरू खायौँ, पुरा खायौँ क्या, टन्नै खायौँ। अनि उहाँ चाहिँ एउटै दिदी, मतलब गाउँमै बिहा हुनुभएको क्या, तल्लो घर माथिल्लो घरै बिहा हुनुभयो। अनि हामी फर्स्ट मरौ घरमा निस्केर चाहिँ अलिक तल आयौँ। अनि यहाँनिर चाहिँ म पानी लिनु आउँथेँ, यहाँ आन्टीकोमा पनि अलिकति पानी पुरा हुन्थ्यो क्या। अनि यहाँ लुगा धुनु आउँथेँ, पानी लिनु आउँथेँ हो। अनि यहाँ चाहिँ क्युट पप्पी रहेछ, यति क्युट थियो, यति क्युट थियो, कस्तो क्युट लागेको क्या, बदमास पनि नगर्ने, अनि पुरा तातो खोज्दै हिँड्ने रहेछ। त्यही भएर चाहिँ मैले कार्डिगनभित्र चाहिँ हालेको कि कस्तो मानेको नि। अनि अब चाहिँ हाम्रो जाने बेला पनि भइसकेको छ। अन्त त्यही हो, फुपूले बस्छौँ भनेर भन्नुहुँदै थियो। फेरि आज मन्डे, हिजो सन्डे गएको थियो, यो त खास हिजोको भिडियो हो नि त। अनि आज अपलोड गर्दैछु। अनि हिजो बसेर आज फर्किनु भन्नुहुँदै थियो। फेरि त्यतिकै म 1-2 दिन बादमा आउँछु नि भनेर चाहिँ हिजो चाहिँ बसिनँ, म घर नै आइहालेँ है। अनि यहाँ तल रोडसम्म पुऱ्याउनु आउनुभन्दा दुईजना फुपूहरू चाहिँ, जसो आन्टी र मेरो आफ्नो फुपू रोशना आन्टी भनेर हामी चाहिँ आन्टी नै भन्ने गर्छौँ। अन्त त्यही हो, अब चाहिँ हामी फर्किने घरतर्फ। सो हाट बजार यतानिर घुम्यौँ, सन्डे भएकोले गर्दा खासै खुला थिएन। सो फाइनली घर पनि पुगेँ, र पनि मेरो फ्रेस फेस हेर्नुहोस् है। बाई बाई। अनि फलो नगरी हेर्नु भएको छ भने काइन्डली फलो पनि गरिदिनुहोस् ल। बाई बाई, गुड नाइट।